महारूपको सिगाख्यान छ। यो सिगाख्यानभित्र तपाईँहरू सबै डुब्नुपर्छ। यो सिगाख्यानभित्र डुब्नु सकिएन भने कुनै कुरा थाहा हुँदैन। हामी चाहिँ सुधार्ने महाहरूको दर्शन मुताबिक महाहरूको विचारलाई अगाडि बढाउने अनि सबैभन्दा सिङसिङ एकाला बेला भएका अनि चामा धुम्बा अलि विवेक पुर्याउनु पर्यो। फेरि चामधुमा विवेक पुर्याउँदाखेरि कुनैले हिंसा भन्नु चाहिँ हुँदैन। तर आफ्नो धर्म चाहिँ आफै अलिक सुधार्नु माङ्बिङ बुङ एकेल याक्थुङको भाषा पनि खिसुङ अबुङ कि खिसुङले चाहिँ त्यो जाँड बनाउँदा त मरेको चाहिँ जगाउँछ क्या। त्यसरी खिसुङ थिमल चाहिँ हाम्रो मान्छे बढ्दै जान्छ। महाहरूको सेवा केन्द्र दर्शनलाई हामी अगाडि बढाएका छौँ। महाहरूको विचारलाई अगाडि बढाएका छौँ। हाम्रो दर्शन बढिराखेका छ र आदानी दर्शन चाहिँ अहिले देशव्यापी मात्र नभएर अन्तर्राष्ट्रिय व्यापी भइराखेका छ। त्यसले गर्दाखेरि यसले राम्रो मामत गर्नु सम्भार गर्नु हामीले सिकेर लानुपर्छ, जानेर लानुपर्छ मान्छेहरू। र अहिले हाम्रो पालामा कर्मकण्डी गर्ने त अलिअलि अब हाम्रो नयाँ पिँढी भन्छ, नयाँ संसार भन्छ। अब हामी बुढो भएपछि त एक दिन मर्नै पर्छ। हाम्रो मरेको पछाडि त यसरी सम्झाउने मान्छे पाइँदैन। त्यसले गर्दाखेरि हामीले पहिले नै सम्झाएर तयारी गर्दै जानुपर्छ र हामीले गरेको कर्महरू सबै नयाँ पिँढीले दिँदै लानुपर्छ। त्यसरी हो हामीले जानुपर्ने कुराहरू। र सबैभन्दा पनि हाम्रो आत्मालाई पवित्र राख्नु पर्यो। आत्मामा मागे युङमा बिहेको त्यसलाई पवित्र राख्नु सक्यौँ भने हाम्रो विचार पनि पवित्र भएर जान्छ। हाम्रो विचार अटोमेटिक रूपले चाहिँ विकास भएर उज्यालो भएर जान्छ।